ओम नमो भगवते वासुदेवाय। आज हामी सर्तिला एकादशीको व्रतकथा श्रवण गर्न गइरहेका छौँ। तपाईहरू सबैलाई हाम्रो सनातन युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। दाल्भ्य ऋषिले भन्नुहुन्छ, हे ब्राह्मण, मर्त्य लोकमा जन्मेका प्राणीहरू पाप गर्दछन्। ब्रह्म हत्या आदि पापले र अरू पनि नाना प्रकारका पापले युक्त हुन्छन्। त्यस्ता अर्काको धन हर्ने र दुर्व्यसनमा लागि परेका प्राणीहरूले के गर्दा हुँदै नरकमा पर्दैनन्? हे ब्राह्मण, त्यो कुरा बताउनुहोस्, यथार्थ तरहले बताउनुहोस्। हे भगवान, कुन चाहिँ सानोभन्दा सानो दानले पनि सजिलैसित जे गर्दा नि पाप शान्त हुन्छ अर्थात् सेलाउँछ, त्यो कुरा बताइबक्स्योस्। तब पुलस्त्यले भन्नुहुन्छ, हे महाभाग, भाग्यमनी दाल्भ्य, साधु अर्थात् बेस यो गुप्त जुन कुरा तिमीले सोध्यौ, जो कुनै ब्रह्मा विष्णु इन्द्र आदि देवताले पनि सोधेका छैनन्। हे ब्राह्मण श्रेष्ठ, तिमीले सोधेको त्यो गुप्त कुरा म बताउँछु। माघ महिना आएपछि तब नुहाइ धुवाइ र शुद्ध हुनु, जितेन्द्रिय अर्थात् इन्द्रियहरूलाई जितेर संयमी हुनु, काम क्रोध घमण्ड ईर्ष्या डाह लोभ चुगुलखोरी त्यस्तो सबै कुरा त्यागिदिनु, हात पाउ पखालेर भगवानलाई सम्झँदै, अनि त्यो संयमी जनले भुइँमा नझरेको गोबर ल्याउनु र त्यसमा तिलहरू छरेर कपास मिलाएर डल्ला बनाउनु। ती डल्ला 108वटा बनाउनु। यसबारे कुनै प्रकारको विचार गर्नु पर्दैन। तब माघ लागेपछि, यदि माघको आरम्भमै भए पनि अथवा यसका कृष्ण पक्षको सुरुमा नै भए पनि व्रतका नियमहरू प्रारम्भ गर्नु। त्यसपछि पुत्र प्रदान गर्ने एकादशीको व्रत लिनु। अब त्यस व्रतमा गर्नुपर्ने विधि विधान म बताउँदछु। सर्वप्रथम त नुहाइ धुवाइ सावधान भएर श्रद्धा भक्तिपूर्वक देव भगवानको पूजा गर्नु। पूजा गर्दा हाच्छ्यौँ अथवा हाई आयो भने सर्वदा कृष्णको नाम लिनु। रातमा जागरण गर्नु र रातमा नै ती 108 डल्लाले हवन पनि गर्नु। पूजा गर्दा शङ्ख चक्र गदा पद्म हातमा लिने देवताहरूका पनि देवता भगवान विष्णुको पूजा गर्नु। पूजा गर्दा श्रीखण्ड चन्दन सेता सुगन्धित फूल कुमकुम कपुर चिनी हालेर बनाइएका नाना प्रकारका नैवेद्यहरू चढाएर त्यसपछि बारम्बार कृष्ण कृष्ण भन्ने नामहरूको कीर्तन गर्नु। कुबिन्डो वा नरिवल अथवा बिमिरो, ती पनि नपाए सुपारी नै भए पनि अर्घ पात्रमा को पञ्चामृतमा राखी विधिपूर्वक अर्घको जलले जनार्दनको पूजा गरी अर्घ पात्र उठाई पूर्व फर्की धारा लाएर भन्दै जानु, हे कृष्ण, हे दयालु कृष्ण, अगतिमा परेकालाई सद्गति दिने हे कृपालु कृष्ण, हे परमेश्वर, संसार रूपी समुद्रमा डुबेका मनुष्यमाथि प्रसन्न रहनुहोस्। हे पुण्डरीकाक्ष, तपाईँलाई नमस्कार छ। हे विश्व भावन, तपाईँलाई नमस्कार छ। हे सुब्रह्मण्य, हजुरलाई, हे महापुरुष, हे पूर्वज, हे जगतपते, मैले दिएको अर्घलाई लक्ष्मीसहित भएर ग्रहण गर्नुहोस्। त्यसपछि छाता जुत्ता वस्त्रहरूले ब्राह्मणहरूलाई पूजा गरेर जल भरिएको घडा दान दिनु र हात जोडेर श्रीकृष्ण मेरा उप प्रसन्न रहन् यस्तो भन्नु। हे द्विजोत्तम, शक्ति अनुसार सके कहिले गाई पनि दान गर्नुपर्दछ। त्यसै अवसरमा चतुर र उदार जनले तिलले भरिएको पात्र पनि दान गरोस्। हे मुनि, नुहाउन सेता र खानका लागि काला तथा दानका लागि दुवै प्रकारका तिल बेस उत्तम हुन्छन्। हे श्रेष्ठ ब्राह्मण, त्यस्ता तिललाई शक्ति अनुसार कसै गरेर पनि दान गर्नुपर्दछ। किनकि तिल दान गर्ने व्यक्ति जति गेडा तिल दान गर्दछ त्यति 1000 वर्षसम्म स्वर्ग लोकको मजा लिन पाउँदछ। तिल मिलेको जलले नुहाउने, तिल पिसेर बनाएको उबटनले नुहाउने, तिल होम गर्ने, तिल मिलेको पानी पिउने, तिल खाने, तिल दान गर्ने गरे यी 6 प्रकारले प्रयोग गरिएका तिलले ती समस्त पापहरूलाई नाश गर्ने हुन्छन्।
नारद श्रेष्ठ, हे श्रीकृष्ण, हे कृष्ण, हे महाभावो, हे भक्तवान, तपाईँलाई नमस्कार छ। सर्तिला एकादशीको व्रत गर्नाले प्राप्त भएको फल कस्तो हुन्छ र त्यो व्रत कस्तो फल त्यो व्रतीले पाउँदछ? हे यदुपति, यदि मेरा उपर प्रसन्न हुनुहुन्छ भने त्यो कथा पनि मलाई बताउनुहोस्। तब श्रीकृष्णले भन्नुभयो, हे ब्राह्मण नारद, त्यसबारे यस्तो प्रकारले वृत्तान्त मैले देखेको छु, त्यो तिमीलाई म कहन्छु सुन। हे नारद, उहिले त्यहाँ मृत्युलोकमा एउटी ब्राह्मणी रहन्थिन्। ती बेला सधैँ व्रत गर्ने गर्दथिन्, देवताको पूजामा रत रहन्थिन्, मास उपवास गर्थिन् र सर्वदा मेरो भक्ति पनि गर्दथिन्। हे नारद, कृष्णको नाममा उपवास व्रत गर्ने, मेरो पूजामा लागि पर्ने, तिनले सधैँ उपवास बस्दा आफ्नो शरीरलाई झिङ्टी पारिन्। ती बुद्धिमती ब्राह्मणी दीन दुखी ब्राह्मणहरूलाई र कुमारीहरूलाई भक्तिपूर्वक सधैँ जसो घर आदि दान दिने गर्दथिन्। हे ब्राह्मण नारद, सधैँभरि उनी अति भन्दा कठिन व्रत गर्ने गर्दथिन्। त्यस्ता कठिन व्रतहरूले तिनको शरीर एकदमै शुद्ध भयो, यसमा सन्देह छैन। किन्तु उनले शरीरको दुर्बलताले गर्दा भिक्षा माग्ने वैष्णवजनलाई कहिल्यै अन्नदान गरिनन्, जसले प्राणी अत्यन्त तृप्त हुन्छ। हे ब्राह्मण नारद, यो कुरा जान्ने इच्छाले म मृत्युलोकमा गएँ र जटाधारी रूप लिएर भिक्षा पात्र थापेर उसँग भिक्षा मागेँ। तब ती ब्राह्मणीले भनिन्, हे ब्राह्मण, तपाईँ कहाँबाट आउनुभयो? जहाँबाट आउनुभएको हो त्यो बताउनुहोस्। फेरि पनि मैले, हे सुन्दरी, भिक्षा देऊ भने। तब तिनले एकदमै रिसाएर मेरो भिक्षा पात्र तामाको भाँडामा जब ती स्त्रीले माटाको ढेला हालिदिन्, तब हे ब्राह्मण नारद, फेरि म लगत्तै स्वर्ग गएँ। तब धेरै वर्षपछि ती अत्यन्त व्रत बस्ने तपस्विनी कुनै दिन व्रत गरेको फलले स्वर्गमा आइन् त। हे नारद, माटोको डल्लो भिक्षा दिएको प्रभावले अत्यन्त सुन्दर घर पाइन्, तर त्यो घर धन धान्य केही नभएको रित्तो थियो। जब उनले त्यस घरमा हेरिन् त वहाँ उनले केही पनि देखिनन्। हे ब्राह्मण नारद, तब त्यस घरबाट निस्केर सोझै म भाठाउँ आइन् र भयङ्कर क्रोधले चुरमुर्दै यो वचन बोलिन्, मैले कठिन व्रतहरू र अनेक प्रकारका उपवासहरूले अनि सारा त्रिलोकका भवन रचयिता जो विष्णु भगवान हुनुहुन्छ पूजाहरूले उहाँको आराधना गरे, तर पनि हे जनार्दन, मेरो घरमा केही पनि धन देखिँदैन। तब मैले उनलाई जसरी आएको छौ त्यसै गरी आफ्नो घर जाऊ। उहाँ चाँडै नै आश्चर्यचकित भएका देवपत्नी अप्सराहरू आश्चर्यले उत्सुक हुँदै तिमीलाई हेर्न अर्थात् भेट्न आउनेछन्। त तिमीले सर्तिला एकादशीको पुण्य माग्दै ढोका नखोल्नु। मैले उनलाई यति भनेपछि जब ती मानुषी ब्राह्मणी गइन् तब हे नारद, उसै समय देवपत्नी अप्सराहरू पनि त्यहाँ आइपुगे। तब तिनीहरूले त्यहाँ तिमीलाई नै हेर्न नै आएका हौ भने। तसर्थ हे सुन्दर चेहराकी सुन्दरी, तिमीलाई हामी हेर्छौँ, तिमी ढोका उगार। तब ती मानुषीले भनिन्, यदि मलाई हेर्न नै काम छ त एकदमै साँचो साँचो भन्नुहोस्, अर्थात् बाचा बाँध्नुहोस् र ढोका खोलेको उपलक्ष्य मलाई सर्तिला एकादशीको पुण्य दिनुहोस्। तब सर्तिलाका व्रतको नाम सुनेर त्यहाँ कसैले पनि केही बोलेनन्। तब त्यहाँ अर्कीले म मानुषीलाई हेर्छु बरु सर्तिलाको पुण्य दिन्छु भनी। तब तिनीहरूले दैलो उगारेर ती मान्छेलाई हेरे। त्यो हेरिरहँ जस्तो अत्यन्तै राम्री थिई, न त त्यो देवी जस्तै थिई, न त गन्धर्व जस्तै थिई, न दानवी जस्तै थिई, न त नागकन्या जस्तै थिई। हे द्विजोत्तम नारद, मैले पहिले देख्दा पनि त्यो त्यस्तै नारी थिई। अनि त्यो एकै छिनमा अघिकी भन्दा पनि अधिक रूप कान्तिले चहकिली भई सर्तिलाको कृपाले हेर्दा हेर्दै उसका सारा घर धन धान्य र लुगाफाटा अनि सुन चाँदीले पनि भरिभराउ भयो। त्यसकारण हे नारद, धन पाएपछि अति तृष्णा गर्नुहुन्न,
कृपणतालाई पनि त्यागिदिनु पर्दछ। आफ्ना धनको शक्तिको अनुसार तिल वस्त्र आदि दान गर्दै रहनुपर्दछ। यस कामले जन्म जन्मान्तरमा पनि आरोग्यता प्राप्त भइरहन्छ। न त कुनै जन्ममा नै दरिद्र नै हुनुपर्छ, न त कुनै कष्ट नै हुन्छ, न त दुर्भाग्य नै हुन्छ। हे नारद, सर्तिलाको व्रत बस्नाले ती उपरोक्त कुनै कुरा हुँदैनन्। हे राजन युधिष्ठिर, यस्ता प्रकारले माघ कृष्ण पक्षको सर्तिला एकादशीको व्रत बसेर तिल दान गर्नाले निश्चय नै सारा पापहरूबाट त्यो मनुष्य मुक्त हुन्छ। यसमा कुनै प्रकारको संशयात्मक विचार गर्ने काम छैन। हे मुनिहरू, श्रेष्ठ नारद, विधिपूर्वक राम्रोसित दान गर्ने गरिरह्यो भने त्यस दान गर्नेको सारा पाप नाश हुन्छन् र न त उसलाई कुनै अनर्थ हुन्छ, न त कुनै उसको शरीरमा शारीरिक खेद या चिन्ता नै रहन्छ।